यार भाइ म जति जौडे आयो भने दाइ उठ भनेर बोलाइदिनु हुन सक्थ्यो म यस्तो मलाई आजबाट थाहा भयो कि भोलिबाट म क्यान्सर रौसी खान्न कि जस्तो लाग्यो फेरि म खान्छु फेरि आज हुँदाखेरि भोलिबाट खान्न कि जस्तो लाग्छ भोलि भएपछि फेरि खान्छु तर आजको केस हेऱ्यो भने म खान्न जस्तो लाग्छ आजको केस हेऱ्यो भने खान्न जस्तो लाग्छ खान्नु नै भन्छु भोलि हुँदाखेरि फेरि खान्छु गुड हाम्रो कम्पनीमा म कस्तो राम्रो मान्छे पनि थिएन अब कम्पनीले मभन्दा नि राम्रो मान्छे आयो माल मात्रै सारे थापासित सुत्दिन के अरे भन्थ्यो म त ए थापासँग सुत्दिनै भन्थ्यो भन्दियो सर किन नसुत्ने त म त कहिले चिल हुन्छ नि त चिल हुन्छ नि उसलाई चिल भएको मन परेन सुत्दिन भन्थ्यो जाँडै खान्न मैले जाँडै खान्न